अहिले विश्वभर एउटा पेङ्गुइनको धेरै चर्चा परिचर्चा भइरहेको छ। सामान्यतया पेङ्गुइनहरू साथमै रहने भिडमै रहने गर्छन्, तर एउटा पेङ्गुइनले चाहिँ भिडलाई छोडेर अलग्गै बाटो लागेको छ, आफ्नो अलग्गै दिशा बनाएको छ। मान्छेहरू जस्तै पेङ्गुइनले पनि सन्यास लिएको भन्ने गरिएको छ, किनभने ऊ भिड छोडेर अलग्गै पहाडतर्फ लागेको छ। सामान्यतया मान्छेहरू पनि आफ्नो आश खत्तम भइसक्यो, निराशातर्फ गइसकेपछि, कसैप्रति आफ्नो उम्मिद, कसैप्रति भरोसा विश्वास गर्ने लायक नदेखेपछि मान्छेले पनि एकान्त जग्गा खोज्छ, एक्लोपन हुन्छ र एकान्त जग्गातिर जाने गर्छ। त्यस्तै एउटा पेङ्गुइनले गरेको छ। पेङ्गुइनले आफ्नो भिडलाई छोडेर पहाडतर्फ गइरहेको घटनालाई अहिले विश्वभर चर्चा परिचर्चा भइरहेको छ। के जनावरमा पनि मान्छेहरू जस्तै भावना, जनावर पनि मान्छेहरू जस्तै निराशा हुने रहेछ भन्ने कुरालाई अहिले त्यस घटनाले प्रमाणित गरिरहेको छ। र पेङ्गुइनले गरेको व्यवहारलाई अहिले मान्छेहरूसँग जोडेर टिका टिप्पणीहरू भइरहेका छन्। जब मान्छेको आश मर्छ, जब मान्छेको भरोसा, जब मान्छेको विश्वास गर्ने व्यक्ति कोही हुँदैन, तब मान्छे पनि यस्तै एकान्त जग्गा खोज्छ, एक्लोपन खोज्छ र सन्यासतर्फ उन्मुक्त हुन्छ।